पुग्ने सक्सन गर नाममा म डाक्टर महेश महासेठ जनकुलमा कार्यरत छु। एउटा हाम्रो हेर्नु आमा हुनुहुन्छ, उहाँले 3 दिन अगाडि खसीको मासु खाँदाखेरि घाँटीमा अड्किया थियो। तर उहाँको 3 दिनसम्म कसरी सहनुभयो मलाई थाहा छैन। आज उहाँ आउनु भएको थियो म कहाँ, टक्क घाँटीमा जुन माथिल्लो भाग हुन्छ हाम्रो त्यहाँ यो हड्डी हेर्नुहुन्छ तपाईँ, यो हड्डी त्यहाँ अड्किया थियो उहाँलाई 3 दिनदेखि। आज हामीले इन्डोस्कोपी विधिबाट उहाँको यो हड्डी हामीले निकालिदिएका छौँ। म के भन्न चाहन्छु भने कुनै पनि कुरा खाँदाखेरि एकदम राम्रोसँग चबाउनु पर्ने हुन्छ, चबाएर अनि मात्र निल्नु पर्ने हुन्छ। धेरै मान्छेले हतार हतारमा खाने बानी हुन्छ, त्यो चाहिँ खानुहुन्न। त्यसरी चबाएर मजाले निल्ने। मैले पहिलो भिडियोमा पनि भनेको थिएँ, कुनै औषधि खाँदा पनि औषधि खाने, त्यसपछि खाने बित्तिकै धेरै मान्छे अलिकति पानी खान्छ सुतिहाल्छ, त्यस्तो पनि गर्नुहुन्न। र मासुहरू खाँदाखेरि चाहिँ मजाले चबाउनु पर्ने हुन्छ। थ्याङ्क यू।